पालुङटार नगरपालिका वडा नम्बर 9बाट चाहिँ हामी अहिले प्रत्यक्ष प्रसारणमा छौँ। उहाँ हुनुहुन्छ हाम्रो यो घरको मालिक नि, अनि यता हुन्छ बडे मालिक नि। यो बेच्ने हो रामा? बेच्ने कति रुपियाँ किलो हो? 100 रुपियाँ। 100 रुपियाँ किलो? 100 रुपियाँ किलो। अनि धेरै ठुल्ठुलो फलाउनु भएको रहेछ त काउली त। यो एउटा काउलीले लगभग त्यही 4-5 ठाक हुने रहेछ। काउली खेती धेरै गर्नु भएको रहेछ। कति जति लगानी लाग्यो होला तपाईँहरूको यसमा? हजुर 50-60 हजार? ए 50-60 हजार। अनि सरकारबाट अनुदान पाउनु भयो होला नि त? पाएन? ए अनि यताकोहरू चाहिँ खाना खानेहरू चाहिँ को तपाईँको घरमा काम गर्न राख्नु भएको? बोल्नै हुन्न त।